देशमा नयाँ सरकार बनेसँगै हरेक क्षेत्रमा आफूलाई काम गर्न सहज हुने गरी नयाँ नीति नियम बनाउने परिपाटी भए तापनि परराष्ट्रको सन्दर्भमा भने त्यो शैली मेल खाँदैन। देशमा जुनसुकै दलको सरकार बने पनि नेपालको परराष्ट्र नीति भने स्थिर रहने गरेको छ। असंलग्नता, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित रहने नेपालको परराष्ट्र नीतिलाई अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि आत्मसात गरेको औपचारिक रूपमा प्रश्न पारेको छ। खास गरी प्रधानमन्त्री बालेन काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय सम्बन्धमा नै आँच आउने गरी दिएको कूटनीतिक मर्यादा विपरीतको फेसबुक स्ट्याटसले गर्दा उनको नेतृत्वमा बनेको सरकारले कस्तो परराष्ट्र नीति अवलम्बन गर्ला भन्ने आम जिज्ञासा थियो। उक्त जिज्ञासालाई मेटाउँदै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति विगतकै निरन्तरता रहेको प्रश्न पारेका हुन्। नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसियस पुगेका परराष्ट्र मन्त्री खनालले सम्मेलनलाई सम्बोधन गर्दै नेपालको परराष्ट्र नीतिबारे प्रश्न पारेका हुन्। Nepal's foreign policy is grounded firmly in the UN Charter, the principle of Panchashil and non-alignment. We call for the rule-based international order where the rights of all nations, large and small, are respected. उक्त भ्रमणकै क्रममा परराष्ट्र मन्त्री खनालले अर्को एउटा खुलासा पनि गरेका छन्। एक भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै उनले नेपालका प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरेको उल्लेख गरे। बालेनले उचित समयमा भ्रमण गर्ने प्रतिबद्धता जनाउँदै भ्रमणको मिति तय गर्न कूटनीतिक संयन्त्रलाई जिम्मा दिने कुरा भएको खनालले बताएका छन्। परराष्ट्र मन्त्री खनालले शुक्रबार भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग पनि साइडलाइन भेटवार्ता गरेका थिए। तर शिष्टाचार भेटसँगै केही भू राजनीतिक कुराहरू भए पनि भारत र चीनले नेपालको चुच्चे नक्सामा पर्ने भूमि प्रयोग गरेर गरेको व्यापारिक सम्झौता बारे भने उनले मुख खोलेनन्। We have already received invitation. Our Prime Minister has already received invitation on his congratulatory note to our Prime Minister. Prime Minister has accepted, but in terms of actual time, our mechanisms will eventually decide the best possible time. भ्रमणको मिति तय भइ नसकेको अवस्थामा पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको चर्चा चलेपछि राजनीतिक वृत्तमा समेत चासो बढेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईले सीमा अतिक्रमण बन्द गराउन र व्यापारिक प्रयोजनका लागि नेपाली भूमि प्रयोग गर्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमणमा नजाने नीति अवलम्बन गरेका कारण आफ्नै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई समेत अमेरिका यात्राको स्वीकृति दिएनन्। अनावश्यक विदेश भ्रमणमा रोक लगाएका प्रधानमन्त्री शाहले सिंहदरबारमा 17 देशका कूटनीतिक नियोगका राजदूतसँग संयुक्त छलफल गरेका थिए। निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै मोदीले बालेन र पार्टी सभापति रवि लामिछानेलाई टेलिफोन संवाद मार्फत बधाई समेत दिएका थिए। ओभियसली हाम्रो नेपाल चाहिँ बफर स्टेटकै रूपमा हेरिन्छ हैन, बफर जोन नै हो। हामी दुईटा शक्तिशाली राष्ट्रको बीचमा छौं, त्यही पनि राइजिङ इकोनोमी, राइजिङ पावरको बीचमा छौं र हामी धेरैले भन्छन् हामी दुईटा शक्ति राष्ट्रको बीचमा छौं भन्छौं, तर हाम्रो गतिविधि हेर्दाखेरि हामी दुईटा हैन तीनटा शक्ति राष्ट्रको बीचमा छौं। र अब हामीले हाम्रो परराष्ट्र नीतिलाई सन्तुलन गर्न सकेनौं भने हैन, सबै राष्ट्रहरूलाई सही ट्र्याकमा लान सकेनौं भने यसको अर्थ भनेको हामीले हाम्रो देशको नेशनल इन्ट्रेस्ट के हो भन्ने कुरा हामीले आइडेन्टिफाई गर्न सकेनौं र त्यो आइडेन्टिफाई नगरिकन एकतर्फी झुकाव भयो भने हामी त्यो दुर्घटनामा हामी पर्न सक्छौं। विगतदेखि नै नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण कहाँबाट सुरु गर्छन् भन्ने विषयलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेर्ने गरिन्छ। गणतन्त्रपछि पहिलो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण गर्दा यति धेरै दबाव महसुस गर्नु परेको थियो कि जसले गर्दा फर्कनासाथ विमानस्थलमा सञ्चारकर्मी मार्फत उक्त भ्रमण राजनीतिक नभएको सन्देश प्रवाह गर्नु परेको थियो। अघिल्लो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त चाहँदा चाहँदै पनि भारत भ्रमण गर्न नपाई सत्ताच्युत हुनु पर्यो। ओली सरकारसँग रुष्ट रहेको भारतले निकै ढिला गरिदिएको निम्तो पनि जेन्जी आन्दोलनका कारण पूरा हुन पाएन। तत्कालीन प्रधानमन्त्री ओली गत भदौ 31 गते भारत जाने तय भए पनि जेन्जी आन्दोलनका कारण भदौ 24 गते नै राजीनामा दिएपछि दिल्ली उड्ने तालिकाको पर्खाइमा रहेका उनी सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट उड्नु पर्ने नीति भोगे। ओली दिल्ली उड्नु पूर्व बेजिङमा आयोजित ठूला कम्युनिस्ट नेताहरूसँग सैनिक परेडमा सहभागी भएका थिए।
प्रचण्ड र ओलीले भोग्नु परेको राजनीतिक दुर्दशाका विभिन्न कारणमध्ये भारत चिर्दिनु पनि एक रहेको चर्चा हुने गर्छ। त्यसैले भारत भ्रमण नगर्दा त्यही नीति दोहोरिने डर नयाँ बन्ने हरेक सरकारको नेतृत्वलाई हुने गर्छ। दुई शक्तिशाली राष्ट्रको बीचमा रहेका कारण नेपाल बफर जोन सरह रहेको कुरा जानकारहरूले बताइरहँदा यसलाई सन्तुलित ढंगबाट कायम राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनु पर्ने देखिन्छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो विदेश भ्रमण केवल भ्रमण मात्र नभई सत्ताको स्थिरता र शक्ति राष्ट्रहरूसँगको सन्तुलन मिलाउने कठिन परीक्षाका रूपमा रहँदै आएको छ। विगतका प्रधानमन्त्रीहरूले बेहोरेको कूटनीतिक असन्तुलनको महँगो मूल्यबाट पाठ सिक्दै बालेन सरकारले आफ्नो अडान र राष्ट्रिय स्वाभिमान बीच कसरी तालमेल मिलाउँछ त्यो आगामी दिनमा तय हुने भ्रमणको एजेन्डा र उपलब्धिले नै पुष्टि गर्नेछ। छिमेकीसँगको सम्बन्ध सुधार्नु र राष्ट्रिय स्वार्थमा सम्झौता नगर्नु नै वर्तमान सरकारको मुख्य चुनौती र कूटनीतिक सफलताको कडी हुने निश्चित छ।